नमस्कार 2081 12 महिना 18 गते यो हामीले 8 गते 8 9 10 11 12 13 14 गतेतिर फागुनको 14 गतेतिर हामीले चाहिँ यो पहिला यसमा हामीले बेसार लगाएको थियौं बेसार निकालेर अब यसलाई चाहिँ अलिकति खेत बनेन भनेर हामीले चाहिँ यहाँ मुङ छरेर हामीले सुरुवात गर्यौं अघिल्लो चोटि बेसार लगाएको थियौं त्यति राम्रो भएन र यसमा सबै कागती लगाएको थियौं कागती 1 2 3 4 5 यो मर्यो 6 7 8 9 10 12 वटा बुट्टा चाहिँ बाँकी रहेको छ बाँकी चाहिँ नि अरु ट्र्याक्टरले जोत्दाखेरि मर्यो र हामीले एकचोटि पानी पहिला सुरुमा पानी हालेर मुङ छर्यौं अनि दोस्रो सिँचाइ हामीले दिइसकेको छौं अब यो यतातिर मुङ उता पनि मुङ नै छ यहाँ बेसार चाहिँ नि यता मेरो लिची बगैँचा फल पनि लागिसकेको छ अघिल्लो चोटि उनीहरुले चाहिँ खुब राम्रोसँग गर्छ भनेर बेसकरी फूल फुल्ने बेलामा कीटनाशक औषधि हालेको थियो र कीटनाशक औषधि हाल्दाखेरि सबै चाहिँ नि किरा जो ड्यामेज भयो माउरीहरु सबै चाहिँ ड्यामेज भएपछि फल कम लाग्यो अनि बल्ल उनीहरुले महसुस गरे नाल भन्दा पनि हैन के फल रोक्ने यो रोक्ने त्यो रोक्ने भनेर चाहिँ निकै चाहिँ नि औषधि छरेर चाहिँ गर्थ्यो पोहोर साल धेरै नोक्सान भयो र यसपालि चाहिँ मैले हाल्न दिएन खाली सुरुमा चाहिँ त्यो तल यो चुनाहरु चाहिँ लगाइदिएको छ बाकी मैले मेडिसिनहरु चाहिँ अहिले नहाला फुलिसकेर जब लाग्छ फल लाग्छ हाल्ने भए त्यतिखेर चाहिँ हाल्न सक्छु तर पानी बढी हाला भनेर यसपालि मल म आफैले दिदिए डाई युरिया पोटास जिंक सल्फर यिनीहरु सबै चाहिँ मैले दिएर लगभग 12-15 हजारको चाहिँ मैले त्यो गरे अनि मसँग त्यो अस्टिजको मल थियो अस्टिजको मल पनि त्यति राम्रोसँग हालेको छैन अब त्यो अस्टिजको मल खेतमा हाल्नु चाहिँ नि यो बोरिङ गर्दिएको थिएँ यो बोरिङको सहायताले सबै चाहिँ इरिगेसन गरिरहेको छौं यो प्लटमा चाहिँ मैले पुरै बोडी प्रकाश बोडी र अर्को के प्रकाश बोडी नै भन्थ्यो अनि बोडी चाहिँ छर्दिएको छौं यो पुरै उहीसम्म पहिला हामीले धान लियौं धानपछि हामीले तुरुन्तै तोरी लियौं तोरी काट्ने बित्तिकै फेरि जोतेर त्यतिकै छर्दिएको थियो चिस्यान थिएन अनि छर्न त छर्दियौं 5-6 दिन हप्ता दिन 15 दिन भएपछि उम्रेन अनि फेरि पानी पटाएर अनि घरर एकैचोटी उम्रिहाल्यो अलिकति मेरो 15 दिन पछाडी पर्यो नत्र अगाडि नै चाहिँ यो तयार हुन सक्थ्यो फेरि अनि दोस्रो सिँचाइ पनि दिइसकेको छ यसरी इरिगेसन भयो भने हामीले एउटै खेतमा हामीले 3 बाली चाहिँ लिइसक्यौं अब बीचमा छेउछेउमा सबै केरा अनि आँप यता सबै आँप केरा यो बाटोमा पुरै चाहिँ नि केरा चाहिँ लगाइदिन खोजेछौं यसरी घेरेर सबै यो मलाई किनभने मलाई भोलि कानपारामा पनि अनि ब्यौरामा पनि यहाँ पनि हाम्रो लेमन टी गार्डन जुन बन्दैछ त्यो लेमन टी गार्डनको लागि केरा चाहिन्छ यो केरा पुरै चाहिँ हामी केरा लगभग 700-800 बिरुवै लाग्ला त्यो चाहिँ पुरै केरा भेराइटी अफ केरा मालभोग तरकारी केरा त्यसपछि हरि छाल G9 रातो केरा जे पाउँछ केराको भेराइटी यो केराको जिन कलेक्सन जस्तो हाम्रो बालकृष्ण डाक्टर बालकृष्ण जोशी गर्नगर भन्नुहुन्थ्यो उहाँकै एउटा केरा कलेक्सन भनौं मसँग आँप कलेक्सन अलरेडी मैले तपाईलाई देखाइसकेको छु त्यो आँपमा 11 वटा जातको चाहिँ नि आँपको माउबोट छ यो लिचीमा मेरो 7 वटा माउबोट छ अस्ति कलम गरेर लगिसकेको छन् हरेक वर्ष अहिले 5 वर्ष 6 वर्ष मैले गरेर राम्रो बिरुवा छ कमसेकम हाम्रो आफ्नै देशमै रहन्छ गर्नुस् कलम भनेर चाहिँ गर्दै कलम गरेपछि मेरो नयाँ पालुवा पलाएर फल पनि लाग्छ भनेर त्यसरी चाहिँ उनीहरुले गर्दै कटहर मेरो 3-4 जातको चाहिँ कटहर छ यसरी यो जिन कलेक्सन भन्दा पनि फरक नपर्ला तर जंगल चाहिँ बनाउन सकिएन जंगल बनायो हुन्थ्यो जंगल बनाउन सकिएन जामुनहरु छ उहरु छ आफै पनि उम्रेको अमलाहरु लगाइएछ बिरुवा चाहिँ छ फलफुलको चाहिँ नि
तर अब चाहिँ बाँकी मेरो सबै केरा र आँप, केरा र आँप, लोकल आँपको चाहिँ सब खाँदै छेउछेउमा चाहिँ आँपहरू छरिदिने अनि बिच चाहिँ केराहरू लगाउने। बाँकी सब चाहिँ नि यस्तै मुङ, तोरी, धान, तरकारीहरू, फर्सीको मुन्टाहरू। अब यहाँ फर्सीको मुन्टा लगाउनु भनेको आधा किलो दिएको थिएँ, उतैतिर लगाएको छैन। अब असारमा चाहिँ यो सबै फर्सीको मुन्टा हालिदिन्छौँ। फर्सीको मुन्टा हालेर यता छोडिदिने, यता चाहिँ सबै धान लाग्छ। यसरी यो गतिविधि मैले त्योभन्दा पनि मैले खेतीको चाहिँ प्याटर्न मैले चाहिँ नि देखाउन खोजिरहेको छु। पद्धति हामीले खालि धान र गहुँ मात्र लगाउँछौँ, तर इरिगेसन भयो भने हामीले यो पनि हामीले चाहिँ गर्न सक्छौँ र गरिरहेछौँ भन्ने चाहिँ मैले खालि एउटा देखाइदिनु खोजेको मात्रै हो। मकै मैले लगाएन, मकैमा चाहिँ धेरै फौजी किराहरू लाग्नु भएको हुनाले त्यो गरिएन। हस्, धन्यवाद, नमस्कार।